Hello, good morning. हामी चाहिँ आज बिहान आमा छोरी देखेको छ कि दिदी बहिनी रहेछ भनिदिनु होला ल। आमा छोरी म पो यम देखिरहेछ अरे यता छोरी यता मैले मोटी छु के त्यति मात्रै फरक। हामीहरू सेन्ट्रलमा सेन्ट्रल होइन एडमिरेटली हो। हेलो साथीहरू, ल म चाहिँ के भन्छ खाना खानाको यो चाहिँ सोलुको लोकल राँगाको सुकुटी। अनि यहाँ मलाई चाहिँ छोरीले स्पेसली ढिँडो मस्काइदिएछ। कस्तो राम्रो रातो कोदो रहेछ है, उताबाट ल्याएको नेपालबाट। ल यहाँ अनुमति छैन छोरीको फेस नदेखाउनु भनेको छ, त्यो भएर देखाउँदैन। हात चाहिँ हेर्नु मस्काउनुहोस् है, दामी मस्काउँदो रहेछ है सानो मान्छेले। अनि यति धेरै रहेछ पिठो चाहिँ। त्यो चाहिँ पिठो चाहिँ कहाँ सोलुबाट ल्याउनु भएको अरे, कस्तो राम्रो रहेछ। ल ढिँडो खाने मान्छेको फेस हेर्नु होला है गाइजहरू। यस्तो भोक लागेको छ। खाजा पनि खाएको छुइनँ म यो ढिँडो खानको लागि आज। अनि पोकको मासु पनि छ है, म देखाउने बिर्सेको। हेर्नुहोस् त पोकको मासु नि, यो पनि गाउँको माइको वहाँ यो हेर्नुहोस् त। यो चाहिँ गाउँबाट ल्याएको, यो नि सोलुबाट ल्याउनु भएको अरे। मेरो सोल्टिनी र छोरीले मेरो लागि स्पेसल बनाइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच। ल हजुर सबैलाई एकदमै वेलकम छ, आउनु होला ढिँडो खानलाई है। यस्तो मिठो ढिँडो छ कोदोको, रातो कोदोको। यो पनि नेपालबाट ल्याएको है, गाउँबाट एकदमै अर्ग्यानिक। अब के सिद्राको अचार यो वहाँ फिलिङ दिएर सिद्राको अचार कि वहाँ कस्तो मिठो। अनि यसमा चाहिँ कालो बङ्गुरको मासु। राई लिम्बूले त बङ्गुरको मासु धेरै खान्छ नि त है, त्यही भएर यस्तो बोसो देख्नु पर्छ। के हालेको यहाँनिर छोरी? अनि सुकुटी कस्तो बुबार पानी आइसक्यो। ल म चाहिँ ढिलो नगरी खाएँ। थ्याङ्क यू मलाई तातो तातो ढिँडो बनाइदिएकोमा। चामलको भात मिठो हुन्छ नि अलिअलि। आज चाहिँ त उसमा राख्नु पऱ्यो, मैले युट्युब भिडियोमा राख्नु पऱ्यो। कति भन्न राखेको। थ्याङ्क यू। ढिँडो चाहिँ कसरी खाएको तपाईँले हातले खानु न, आउँदैन तपाईँलाई? के हुँदैन त्यो नले मात्रै लामो खान्छु। भित्र मैला हुन्छ भइरहेछ त, यस्तो मिठो भइरहेछ। कस्तो मिठो बनाएको ढिँडो चाहिँ एउटा डल्ला परेको छैन। नयाँ कोदो हो।
खानुहुन्छ? खानुहुन्छ? पानी खाने सुदान चाहिँ ढिलो भयो नि त कतिखेर आउने भनेर सोचिरहेको थिएँ यस्तो भोक लाग्यो थियो रुपा छ त रुममा छ सुकुटी भन्दा त बङ्गुरकै मासु मिठो बोसो हुन्छ नि त बोसो खानु मिठो हो तिमीले के हालेको मसिनो मसिनो यामदेन के भन्छ नि के हालेको हो हाले छैन यामदेन भन्ने पनि आएन के मिलाएको तिमी चाहिँ के मिलाएको हिजो त काममा गएको थियो हो तीस तारिक पनि छ होला है 30 तारिक यो महिना सबै पार्टी सरी अहिले अब त नन स्टप छ भनिरहेको थियो के भनेको छ 30 तारिक के छ र पार्टी छ भात खुलाएको छोरीको नातिको खानाहरू मिठो मिठो बनाऊ है मैले बनाएको कि जतिले बनाउने म बाहिरै दिन्छु एकदम यम्मी भयो अहिले भात खानु कति मिठो हुन्छ नि चावल अघि न एकछिन पकाउँछ जस्तो लाग्छ नि है कुकरमै भयो फेरि दुईजना एकजनालाई किन यस्तो मिठो भयो आमा दुब्लो भएको छ अरे तपाईँ पछाडि हड्डी नै देखाउँदैछ
फोनबाट भिडियो खिच्दै खाएको फोन आएको भए 2 पटक कटिसक्यो भातले दुखेन होला त्यो भात तपाईँलाई त्यही अब यो भयो अब यहाँ भनेर खायो भने त फेरि घर चल्नु सक्दैन होला नि के चाहिँ सर पर्ने डर हुन्छ नि धेरै खाएर ल लास्ट सिद्धियो आजको मेरो लन्च र डिनर यही हो कति भइसक्यो 3 बजे 2:30 अब बेलुका फ्रुट खानुपर्छ ल आज धेरै दिनपछि हजुरहरू समक्षमा चाहिँ के अरे अर्गानिक ढिँडोको मुखबाङ लिएर आएको छु हजुरहरूले हेर्नु होला सबैले यस्तो गरिदिनु होला माया गरिदिनु होला ल भन्दै बाई बिदा चाहन्छु सी यू